नमस्कार। यो भिडियो सबैजना अन्तसम्म हेरिदिनु होला भन्ने सबैसँग आग्रह गर्दछु। जुन अहिले सोशल मिडियामा एउटा भिडियो चलिरहेको छ, हाम्रो सम्मान्य प्रधानमन्त्रीलाई जुन तरिकाले लालछना लगाइरहेको छ, जुन तरिकाले प्रेसर दिइरहेको छ र जुन तरिकाले नेपालीहरूमाथि जुन भनौँ न अपशब्द युज गरेर भिडियो बनाइरहेको छ केही महिलाहरूले कि म नेपालीलाई सबैलाई सखा पारिदिन्छु, म नेपालीहरू सबै यस्तो हो, इन्डियन हो भनेर भनेको छ। त्यो व्यक्ति कहाँबाट आएको छ? त्यो व्यक्तिलाई पावर कसले दिएको छ? त्यो व्यक्तिले बारम्बार इन्डिकेट गर्दैछ। आज त एउटा भिडियोमा मैले देखेको छु, त्यो भिडियोमा भनेको छ 40 लाख महिलै छ उनीहरू भने पुरुष कति होला? म त्यो व्यक्तिहरूलाई भन्न चाहन्छु, सामान्य प्रधानमन्त्री जुन हाम्रो देशको लागि लिडिङ गर्दैछ उहाँ कमजोर छैन र उहाँलाई हामी कमजोर पनि हुन दिन्न। एउटा कुरो। अर्को कुरो, जुन तरिकाले बोल्दैछ आज सबलाई गाली गरेको छ, राई, लिम्बू, गुरुङ, तामाङ, मगर, सार्की, शाह, यादव, राई सबलाई सम्बोधन गरेको छ। सबै तिमीहरू इन्डियन हो। के साँच्चै कि हामी इन्डियन हो? हामी सनातन भएर कि हामी साँच्चै कि इन्डियन हो त? त्यस्तो व्यक्तिलाई जवाब दिने बेला आइसकेको छ। सबैसँग रिक्वेस्ट गर्दछु, अब हातमा हात नजोड्नुहोस्। जब 5% त्यत्रो भारी पर्न सक्छ भने हाम्रो लागि, हामी त कमसेकम 81% छौँ। हामी चाह्यो भने जे पनि गर्न सकिन्छ, तर हामी त्यतातिर सोचेको छैनौँ त्यतिसम्म। तर सोच्ने बेला आइसकेको छ। यही हो मौका। यदि मौका चुक्नु भयो भने, यो यस्तो अवस्थामा यदि सोच्न सक्नु भएन भने भोलिका दिनमा तपाईहरु हेर्नुस्, घरमा गएर सिधा रेप गरिदिन्छ। म लेखेर दिन्छु है। बाँकी हजुरको इच्छा। केही भिडियो मसँग छ जुन तपाईहरुलाई पोस्ट गर्छु र यो टिकटकमा पनि समय पर्यो भने म हाल्दिन्छु। सामान्य प्रधानमन्त्रीको साथमा छौँ हामी। तपाईहरु के भन्नुहुन्छ भन्नु होला। हाम्रो देशलाई बचाउनुस्, राष्ट्रलाई बचाउनुस्। जुन व्यक्ति देश र राष्ट्रको घातकको बारेमा कुराकानी गर्छ, बोल्छ, त्यस्तो व्यक्तिलाई न्याय हैन, त्यस्तो व्यक्तिहरूलाई सजाय हुनुपर्छ। धन्यवाद।